I'd like to thank God for this moment. सर्वप्रथम म परमेश्वरलाई धन्यवाद दिन्छु यो समय दिनुभएकोमा। He given us this day. आजको दिन परमेश्वरले दिनुभयो। And He given us a peaceful life. अनि हामीलाई एउटा शान्तमय जीवन दिनुभएको छ। And He given us strength and power. अनि हामीलाई शक्ति अनि बल दिनुभएको छ। Like Paul said from Philippians said, we can do everything that the one who gives us strength. जसरी पावलले फिलिपीको पुस्तकमा भनेको छ, ख्रीष्टद्वारा चाहिँ हामी हरेक कुरा गर्न सक्छौँ। I think myself I have no power, I am no worthy. म आफूले आफूलाई के सोच्छु भन्दाखेरि म चाहिँ शक्तिहीन छु, म अयोग्य छु। God be with me and God help me in every situation. तर परमेश्वर मसँग हुनुहुन्छ र हरेक परिस्थितिमा उहाँ मसँग हुनुहुन्छ। And especially I like to thank God because He be with us in this whole month. अनि परमेश्वरलाई धन्यवाद दिन्छु यो हरेक यो महिना सुरुदेखि नै हामीसँग उहाँ हुनुहुन्थ्यो। Especially for in our ministry. हाम्रो सेवा कार्यमा हुनुहुन्थ्यो। We have two group in ministry. अनि हाम्रो विशेष गरी मिनिस्ट्रीमा दुईटा ग्रुप थियो। One group in Siliguri, Nepal, they going, and we and Brother Rante we are going in Jalpaiguri. अनि हाम्रो दुईटा ग्रुप थियो अनि दुई भाइ चाहिँ नेपालको सिलगढीको कतिवटा भागमा सेवा गरिरहेको थियो नि हामी चाहिँ जलपाइगुडीको कतिवटा ठाउँमा सेवा गरिरहेको थियौँ। And when we meet with Ivan, sometimes we understand what about they saying. What if they smile, we also like smile. त्यसैले हामीले विश्वासलाई भेट्यौँ अनि उहाँहरू जब हाँस्थ्यो हामी पनि हाँस्थ्यो। सायद भाषाले अलिकति गाह्रो बुझ्ला। And I like this song Nepali. अनि मलाई एउटा नेपाली सङ गीत मन पर्यो। And that one song I remember for Brother he sing in Pastor Divas anniversary. पास्टर दिवसको एनिभर्सरीमा हाम्रो ब्रदर यसले त्यहाँनिर गीत एउटा गीत। I request Brother after I am finished to share something. He sing that song. एउटा रिक्वेस्ट आएको छ हामी यहाँको सेवा यो सकेर भाइले गीतै दिनु भनेर भन्दैछ। भाइलाई थाहा छ होला कुन गीत हो है? I see Pastor Ashish. हामीले आशिषलाई देखि हाम्रो आशिष भाइ And he dance Nepali song. He do like this. आशिषको डान्स देखेर देखाउँदैछ उहाँले। And we didn't understand what we had song Nepali. अनि हामीले त्यो कुरालाई शब्दलाई त बुझेनौँ तर हामी एकदमै मन पर्यो त्यो गीतहरू। And I like to thank our pastor. He welcome us and he received us to stay in his house. अनि पास्टरलाई धन्यवाद दिन्छु उहाँले हामीलाई स्वागत गर्नुपर्ने उहाँको घरमा बस्न दिनुभयो। Especially these 2 days. यो 2 दिनको अवधिमा। And we didn't have anything to pay for you, but just pray. ल मलाई तिर्ने केही पनि छैन भन्नुहुँदैछ तर प्रार्थना गरिदिन्छौँ भनेर भन्नुहुँदैछ। That God will protect and will provide your family. परमेश्वरले तपाईको परिवारलाई सुरक्षा गरेको होस्। And I like to thank for all the people who present this house. अनि आजको दिनमा यस ठाउँमा जतिजना भेला हुनु भएको छ सबैलाई धन्यवाद दिन चाहन्छु। And I see you are the one that truly worship. I see that you are the one, the people who desire God. अनि मैले यहाँनिर के देखिरहेको थिएँ भन्दाखेरि तपाईँले आराधना गरेको देख्दा चाहिँ तपाईँ साँचो आराधना गर्दो रहेछ हृदयबाट परमेश्वरलाई चाहनु हुँदो रहेछ भन्ने कुरालाई देखिरहेको थिएँ। Like Brother Yaine, yesterday he said the different from Meklaya and here the woman in here in this place they are strong worship in prayer and they are strong to share the word of God. मैले हिजो सोधिरहेको थिएँ तपाईँहरूको उता मेघालय र यहाँनिर मिनिस्ट्रीमा के फरक तपाईँले पाउनुभयो भनेर भन्दाखेरि यहाँनिर बिचको ब्रदरले सेयर गरिरहनु भएको थियो। यहाँनिर एउटा कुरा के फरक पायो भन्दाखेरि यहाँनिर चाहिँ स्त्री जातिहरू चाहिँ एकदमै
प्रभुमा अघि बढेको मैले देखेँ, एकदमै प्यासनेट भएको देखेँ। त्यो कुराहरू चाहिँ हामीले उता देख्न पाउँदैन भनेर भनिरहेको थियो। But some women in Meghalaya, they assume to preach the gospel, they assume to pray in public. अनि मेघालयमा हामी कति स्त्रीलाई देख्छौँ भने उनीहरू प्रचार गर्न पनि लजाउँछ अनि प्रभुको कुराहरू भन्न पनि उनीहरू लजाउँछ। What Paul said in Rome chapter 1:16, do not be ashamed to preach the gospel of God, because it is the power for salvation. पौलले रोमिएको 16मा भनेको छ कि सुसमाचार सुनाउनदेखि चाहिँ हामी के हुनु हुँदैन, शर्माउनु हुँदैन, किनभने यो चाहिँ परमेश्वरको शक्ति हो, कसको लागि? उद्धारको लागि। Why be ashamed? हामी किन शर्माउने त? Christ did not ashamed when we die in the cross. There is no blood for him, but he didn't ashamed. अनि जब ख्रीष्ट येशूपट्टि क्रुसमा टाँगिनु हुँदाखेरि शर्माउनु भएन। यद्यपि उहाँकोमा एउटा लुगा पनि थिएन, तर उहाँ शर्माउनु भएन। Because he loved us. किनभने उहाँले चाहिँ हामीलाई प्रेम गर्नुहुन्छ। But today Christian, the one problem is ashamed to preach the gospel in public. आज संसारको समस्या चाहिँ के छ भन्दाखेरि प्रचार गर्न चाहिँ लजाउँछ। And this is that I have learned from the one thing in this area. I see the women are strong prayer. अनि त्यही कुरा चाहिँ मैले फरक देखेँ। यहाँनिर यस ठाउँमा चाहिँ मैले स्त्रीहरू एकदमै प्रार्थनामा बलियो भएको देखेँ। And we remember to pray for you that God will help and lead you in this area. अनि हामी एउटै प्रार्थना गर्छौँ कि परमेश्वरले तपाईँलाई यो ठाउँको लागि अझै चलाएको होस्, अझै तपाईँकोबाट काम गरेको होस् भनेर। Because I see in this all that place we have been visited, it is difficult to preach the gospel. हामी अहिलेसम्म जति एउटा ठाउँमा हामी गयौँ, हामीले के कुरा देख्यौँ भन्दाखेरि त्यो ठाउँमा सुसमाचार सुनाउनु गाह्रो छ भन्ने कुरालाई पनि देख्यौँ। But God, through your prayer, touch, convict the people. तर परमेश्वरले तपाईँको प्रार्थनाद्वारा चाहिँ मानिसहरूको हृदयलाई छुनेछ। Our prayer is powerful. अनि हाम्रो प्रार्थना चाहिँ शक्तिशाली छ। If we pray alone or we pray public, हामी एक्लै प्रार्थना गर्छौँ या भिडमा प्रार्थना गर्छौँ, God work in our prayer. परमेश्वरले हाम्रो प्रार्थनामा काम गर्नुहुन्छ। We remember that Paul and Silas in prison. जब पौल अनि सिलासलाई हामी जेलखानामा देख्छौँ, they didn't stop to pray God अनि उनीहरूले प्रार्थना गर्न छोडेन in circumstance, कुनै पनि परिस्थितिमा। but they prayed God and praised Him, उनीहरूले हरेक कुरामा चाहिँ परमेश्वरलाई आराधना गरे अनि प्रशंसा गरे। and the result that we see here, God delivered them from in the prison. अनि त्यसको परिणाम हामीले के देख्यौँ भन्दाखेरि परमेश्वरले त्यस ठाउँबाट छुटकारा दिएको हामी देख्न सक्छौँ। And we also some people they didn't believe in our prayer, but prayer is the powerful the work of God. धेरै मानिसले हाम्रो प्रार्थनामा विश्वास गर्दैन, तर प्रार्थना साँच्चै नै शक्तिशाली छ अनि परमेश्वरले काम गर्नुहुन्छ। And I will share with you in this little bit from the one woman in our believer, the one woman in our म एउटा स्त्री हाम्रो झुन्डमा छ, उसको बारेमा सानो कुरा तपाईँसँग राख्न चाहन्छु। because of her son, because of disease, एउटा बिमारीको कारणले गर्दाखेरि and some people advise her to go anywhere to find heal. अनि कतिजना मान्छेले उनीहरूलाई सल्लाह दिएर अरू ठाउँमा गएर चङ्गाई पाउँछौँ भन्ने कुराहरूमा, And they believe the power of the thing of this world. अनि उनीहरू त्यो चङ्गाई खोज्नको लागि अरू अन्य संसारको कुराहरूमा दौडे अनि त्यहाँनिर उनीहरूले चङ्गाई खोजिरहेको थियो अनि त्यो कुरामा विश्वास गरिरहेको थियो। But that woman, she reject all the people advise her. तर त्यो स्त्री जो छ उसले चाहिँ मान्छेले भनेको कुरालाई पत्याएन, Because she believe the power is powerful than the thing of this world. अनि जो मसँग छ अथवा परमेश्वरको शक्ति चाहिँ संसारको शक्तिभन्दा महान छ भन्ने कुरालाई विश्वास गर्थ्यो। And the result that we get today, God healed her son. अनि आजको दिनमा हामी देख्छौँ भने परमेश्वरले चाहिँ उहाँको छोरालाई जाति बनाएको हामी देख्छौँ। And this is the power of our prayer.
यही शक्ति चाहिँ हाम्रो प्रार्थनामा छ। And before we sit in this area, we pray God that protect us, and really God protect us, and really God guide us and help us. And in this one, there is no sickness for us, and our place and this place is different, but God give us strength. हामी यो ठाउँमा आउनुभन्दा अगाडि प्रार्थना गरेको थियौँ, प्रभु सुरक्षा दिनुहोस्, अब त्यहाँको वेदर कस्तो होला के होला भनेर। तर हामी यहाँनिर आयौँ, यत्रो दिन बस्यौँ हामी, तर हामीलाई केही बिमारी पनि भएन। परमेश्वरले हरेक कुरोबाट सुरक्षा दिनुभयो, हामीलाई असल स्वास्थ्य दिनुभयो। यद्यपि हाम्रो वेदरहरू अर्कै वेदर भए तापनि। Before I conclude, I say this was, this is the day that the Lord has made. I will rejoice and be glad in it. म अन्त गर्नुभन्दा अगाडि एउटा बाइबलको भर्स भन्न चाहन्छु। यो परमेश्वरको दिन हो, उहाँले बनाउनु भयो, हामी यसमा रमाउने छौँ। भजन सङ्ग्रहको जुन चाहिँ वचन छ त्यो कुरालाई बनाउँदैछ। परमेश्वर